सभामुख महोदय, सिराहा क्षेत्र नम्बर 4 मिर्चिया नगरपालिका 5 स्थित बजार क्षेत्रमा मङ्सिर 16 गते खाल्डोमा डुबेर स्थानीय 25 वर्षीय रोजिना देवी महतोको मृत्यु हुन्छ। घटनाको छानबिनका लागि सिराहाका सिडिओ वासुदेव दाहालज्यूले 17 गते मृत्यु प्रकरण घटनाको अनुसन्धानका लागि 3 सदस्यीय छानबिन समिति गठन गरेर 15 दिनको समय दिन्छ र आज 40 दिन बितिसक्दा पनि पीडित पक्षले न कुनै क्षतिपूर्ति प्राप्त गर्छ न त्यो छानबिन समितिको कुनै प्रतिवेदन सार्वजनिक हुन्छ। माननीय सभामुख ज्यू मार्फत सम्बन्धित निकायलाई म ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, शून्य समय समाप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब विशेष समय प्रारम्भ हुन्छ। विशेष समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको नाम प्राप्त भएको छ। सर्वप्रथम मान्य श्री दीपेन्द्र कुमार ठाकुर, समय 12 मिनट। धन्यवाद। माननीय सभामुख महोदय, सबभन्दा पहिले व्यथिति छ